तपाईहरु नेपालभित्र फर्म दर्ता गरेर व्यवसाय गरिरहनु भएको छ। तपाईले खरिदको कारोबार, बिक्रीको कारोबार या सेवा सम्बन्धी कुनै पनि कारोबार गरिराख्नु भएको छ। तपाईले व्यवसाय गर्ने क्रममा बिक्री बीजकहरु जारी गरिराख्नु भएको छ। बिक्री बीजक जारी गरेको अवस्थामा तपाईले बिक्री बीजक अनुसारको जुन रकम हुन्छ के त्यो रकम पुरै प्राप्त गर्नुभएको छ? तपाईहरु मध्ये धेरै जनाको जवाफ हामीले बिक्री बीजकमा उल्लेख गरेको रकम पुरै प्राप्त गर्न सकिराखेका छैनौं भन्ने नै आउँछ जस्तो मलाई लाग्छ। धेरै जसो केसमा बिक्री रकमको 1.5% या 15% टीडीएस कर कट्टी गरेर भुक्तानी दिने गरिन्छ भने भ्याट रकमको पनि 30% रकम डिडक्ट गरेर कट्टी गरेर भुक्तानी दिने गरिन्छ। अब कुन अवस्थामा 1.5% अथवा 15% या भ्याट रकमको 30% कट्टी गरेर भुक्तानी दिने गरिन्छ त त्यो व्यवस्थातिर चाहिँ म अहिले लाग्दैन। यसको लागि तपाईलाई यदि भिडियो चाहिन्छ भने कमेन्ट गर्नु होला, आगामी समयमा मैले भिडियो अपलोड गर्ने नै छु। आजको विषय भनेको तपाईले जारी गरेको बीजक अनुसारको रकम प्राप्त नगर्दाखेरि अग्रिम रूपमा कर कट्टी भएको रकम के कति छ, दाखिला भएको छ कि छैन, या भ्याट मार्फतको जुन 30% रकम तपाईलाई कर कट्टी भनेर घटाएर भुक्तानी दिने गरिन्छ त्यो रकम साच्चै तपाईको प्यानमा अथवा भ्याटमा दाखिला भएको छ वा छैन त्यो कसरी चेक गर्ने, कसरी हेर्ने, यो विषयमा आज म भिडियो बनाउन गइराखेको छु। कुनै पनि व्यावसायिक प्यानमा आएको कर कट्टी अथवा भ्याट रकम कसरी हेर्न सकिन्छ त यसको दुईवटा मेथड म तपाईहरुलाई बताउन चाहन्छु। एउटा सामान्य मेथड हो जुन कि धेरै जसो करदाताले सजिलै तरिकाले चाहिँ निकाल्न सक्नुहुन्छ र सेकेन्ड मेथड पनि चाहिँ सजिलै मेथड हो तर त्यसको लागि अलिकति छुट्टै प्रोसेस चाहिँ युज गर्नुपर्ने हुन्छ। हामीले आईआरडी सिस्टमबाट नै यो दुईवटै मेथडलाई हेर्न गइराखेका छौं। दोस्रो मेथड चाहिँ तपाईहरुको लागि अत्यन्तै उपयुक्त हुन सक्छ। भिडियो पुरै हेर्नु होला। आउनुहोस् भिडियो सुरु गरौँ। सर्वप्रथम म तपाईहरुलाई सबै कुराहरू आफ्नो कम्प्युटरको डेस्कटप स्क्रिनबाट नै देखाउन चाहन्छु। सर्वप्रथम हामीले ब्राउजर ओपन गर्छौं। म चाहिँ गुगल क्रोम चलाउने भएको हुनाले मैले गुगल क्रोम ओपन गरेको छु। त्यसपछि हामीले ट्याक्स पेयर पोर्टलमा जान्छौं। सिधै हामी ट्याक्स पेयर पोर्टल गुगलमा सर्च गरेर टाइप गर्यो भने ट्याक्स पेयर पोर्टलमा हामी जान्छौं र ट्याक्स पेयर पोर्टलमा गइसकेपछि यस प्रकारको विन्डो डिस्प्ले हुन्छ। यहाँनेर गइसकेपछि तपाईले जनरल भन्नेमा जानुपर्ने हुन्छ र ट्याक्स पेयर लगइनमा जानुपर्ने हुन्छ। गुगल क्रोममा लगइन प्रब्लम देखाइराखेको छ। हामीले अर्को ब्राउजर युज गर्छौं। अब हामी मोजिल्ला फायरफक्समा जान्छौं। आईआरडी को वेबसाइट अन्तर्गत ट्याक्स पेयर पोर्टलमा हामी जान्छौं र जनरलमा गएर ट्याक्स पेयर लगइनमा क्लिक गर्छौं। मोजिल्ला फायरफक्समा पनि सेम समस्या देखाइराखेको छ। अब हामीले फेरि अर्को ब्राउजर युज गर्छौं। अब तपाईहरुको यदि आईआरडी को साइट खोलिराखेको छैन भने तपाईले डिफरेन्ट ब्राउजरहरु युज गरेर पनि आईआरडी को वेबसाइट चलाउन सक्नुहुन्छ। यो पनि तपाईहरुलाई जानकारी भइहाल्यो। हामी सिधै यहाँनेर गएर ट्याक्स पेयर पोर्टल टाइप गर्छौं र ट्याक्स पेयर पोर्टलमा गइसकेपछि पेज डिस्प्ले हुन्छ। अनि हामी जनरलमा गएर ट्याक्स पेयर लगइनमा जान्छौं। ट्याक्स पेयर लगइनमा गइसकेपछि स्थायी लेखा नम्बरमा हामीले जुन तपाईको व्यवसायिक प्यान छ जसमा तपाईले आएको टीडीएस अथवा कट्टी भएको भ्याटको रकम दाखिला भएको छ कि छैन त्यो चेक गर्न चाहनुहुन्छ त्यसको प्यान नम्बर राख्ने, युजर नेम राख्ने र पासवर्ड राख्ने अनि क्याप्चा कोड राखिसकेपछि हामीले लगइन गर्ने। लगइन गरिसकेपछि यस प्रकारको डेस्कटप भ्यू तपाईले देख्न सक्नुहुन्छ। अनि यहाँ गइसकेपछि यहाँनेर एउटा ट्रान्ज्याक्सन भन्ने जुन लिंक छ यो ट्रान्ज्याक्सनमा गइसकेपछि यसमा क्लिक गर्ने र यहाँनेर एउटा सिलेक्सन गर्ने अप्सन आउँछ। यसमा गएर तपाईले विथ होल्डिङ इन्फर्मेसनमा क्लिक गर्ने। विथ होल्डिङ इन्फर्मेसनमा क्लिक गरिसकेपछि यसमा तपाईले मेन खास गरेर इन्कम ट्याक्स रिलेटेड पैसा आएको छ कि छैन, कटकट्टी भएर तपाईको प्यानमा टीडीएस भएको छ कि छैन भन्ने कुरा यहाँबाट डिस्प्ले हुन्छ। यहाँ देख्न सक्नुहुन्छ यहाँ विभिन्न व्यवसायिकहरुबाट यसमा टीडीएसहरु आएको छ, विभिन्न मितिमा टीडीएसहरु आएको छ। करकट्टी भएर यो प्यानमा टीडीएस को रकम दाखिला भएको छ, यी टीडीएस भएको छ। यहाँबाट तपाईले कन्फर्म गर्न सक्नुहुन्छ। यो भयो इन्कम ट्याक्स रिलेटेड कुराहरु, आयकरको रकम, अग्रिम करकट्टीको कुराहरु तपाईले यहाँबाट चेक गर्न सक्नुहुन्छ। यसपछि तपाईले भ्याटको रकम पनि चेक गर्न सक्नुहुन्छ। भ्याटको रकम तपाईले यहाँनेर यो ट्रान्ज्याक्सन भन्ने जुन छ ट्रान्ज्याक्सनमा गएर भ्याटमा क्लिक गर्नुभयो भने
भ्याटमा तलपट्टि भ्याटमा तिरिएका भौचरहरू सबै भौचरहरू यहाँनिर डिस्प्ले गर्ने गर्छ। कुन कुन मितिमा कति भौचर तिरिएको छ कि छैन त्यो कुरा तपाईँले यहाँबाट कन्फर्म गर्न सक्नुहुन्छ। यसपछि भयो हामीले अब अग्रिम कर कट्टी दाखिला भएको छ कि छैन, भएको छ भने कति भएको छ, कुन पार्टीबाट भएको छ, कुन मितिमा भएको छ र कुन ब्याङ्कमा दाखिला भएको छ, यो सबै डिटेल A to Z डिटेल तपाईँले निकाल्न चाहनुहुन्छ भने फेरि त्यसको लागि छुट्टी प्रोसेस छ। त्यसको लागि के गर्ने त भन्दा हामी यहाँ अलिकति तलपट्टि तपाईँले देख्न सक्नुहुन्छ ETDS भन्ने छ, यसमा क्लिक गर्ने, ETDSमा क्लिक गर्ने अनि त्यसपछि यहाँनिर विथ होल्डर लगइन भनेर भनेको छ, विथ होल्डी लगइन भनेर भनेको छ। यो विथ होल्डी लगइनमा क्लिक गर्ने अनि यहाँनिर करदाताको प्यान नम्बर लिने, राख्ने, प्रयोगकर्ताको नाम राख्ने र पासवर्ड राख्ने। अब IRD को पासवर्ड र यहाँनिर जुन तपाईँले ETDS चेक गर्नको लागि लगइन गर्ने पासवर्ड छ यो चाहिँ डिफरेन्ट हुन्छ। यसको लागि पनि तपाईँले एउटा छुट्टै कर कार्यालयमा निवेदन दिएपछि अग्रिम कर कट्टी भएको TDS को रिपोर्ट स्वयं आफैले तपाईँले लगइन गरेर डाउनलोड गर्न सक्नुहुन्छ। लगइन गरिसकेपछि यस प्रकारको डेस्कटप भ्यू डिस्प्ले हुन्छ अनि यसपछि हामीले यहाँनिर मिति सिलेक्सन गर्ने। मिति चाहिँ तपाईँले इङ्ग्लिस मिति, नेपाली मिति दुईटै मितिमा डाउनलोड गर्न सक्नुहुन्छ। यहाँनिर डेटहरू राख्ने, मानिलिउँ मैले 2081-82 को हेर्न चाहिरहेको छु अथवा 2082 पछिको हेर्न चाहिराखेको छु भने 2082 साल 4 महिना 1 गतेदेखि आजकै मिति 2082 साल 12 महिना 7 गतेको दिनसम्मको तपाईँले हेर्न चाहनुहुन्छ भने सिधै पिडिएफमा डाउनलोड गर्ने हो भने जेनेरेट रिपोर्ट इन पिडिएफ गर्न सकिन्छ भने होइन, सर्च गर्ने हेर्ने मात्रै हो भने चाहिँ सर्चमा क्लिक गर्न सकिन्छ। हामी सर्चमा क्लिक गर्छौँ। त्यसपछि यहाँ देख्न सक्नुहुन्छ यो अवधिमा कुन कुन पार्टीबाट चाहिँ कति कति रकममा कति TDS डिडक्ट भएको छ र दाखिला भएको छ त्यसको डिटेल यहाँनिर डिस्प्ले भएको छ। यसलाई हामीले डाउनलोड पनि गर्न सक्छौँ। सिधै यहाँबाट प्रिन्ट प्रिभ्यू गरेर यसलाई PDF फर्मेटमा डाउनलोड पनि गर्न सकिन्छ अथवा यहाँबाट प्रिन्ट पनि गर्न सकिन्छ। यहाँ तपाईँले डिटेल देख्न सक्नुहुन्छ। यसमा सबै कुराहरू आउने गर्छ। विथ होल्डरको स्थायी लेखा नम्बर, नाम, भुक्तानी रकम, TDS रकम, कुन मिति हो, कुन ब्याङ्कमा दाखिला भयो, सबमिसन नम्बर कति हो, भौचरको मिति कति, यो सबै कुराहरू यहाँ डिस्प्ले हुने गर्छ। यसरी स्वयं तपाईँले आफूले आफ्नो प्यानमा अथवा भ्याटमा दाखिला भएको करहरू खास गरेर अग्रिम आयकरका कुराहरू यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ। यदि कुनै पनि कन्फ्युजन छ भने भिडियोमा कमेन्ट गर्न नबिर्सिनु होला। यो भिडियोलाई मैले यहीँ अन्तिम गर्न चाहन्छु। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। नमस्कार।